रास्ता क्रस गरेर यो जङ्गल साइडले चाहिँ प्रवेश गरेको छ। हेर्दै गर्नु होला हामीको यात्रा कस्तो हुन्छ। राम्रै काम गरिरहेको छ। हामी अहिले चाहिँ यो लमै प्रवेश गरिसकेका छौँ। अब यहाँबाट पूर्वतिर जानुभयो भने चाहिँ बुटोल हुँदै भालुबाङ बुटोल हुँदै काठमाडौँतिर लागिन्छ भने चाहिँ पश्चिमतिर चाहिँ हामी यहाँ हुँदै नेपालगञ्ज हुँदै पश्चिमतिर जाने बाटो यो भयो। अनि यो चाहिँ तपाईँ काठमाडौँ जानको लागि हो सेन्टर पोइन्टमा छ। यहाँबाट हामी पश्चिमतिर लाग्यौँ बिहारको लागि। यो जति पनि मान्छे अगाडि देखिरहेको छ यो सबै बिहार मेलाको लागि चाहिँ गइरहेको छ। यहाँको दृश्य देख्न सक्नुहुन्छ यति रमाइलो छ। वरिपरि जङ्गलको बिचमा एकदम स्ट्रेट बाटो छ। मामाले बाइक चलाइराख्नु भएको छ, मालिक चलाइराख्नु भएको बाइकलाई। मेरो मोबाइल चाहिँ उडाओस् पैसा पकाउँछु ल। यो जति पनि यो ट्र्याक्टरमा मान्छेहरू देखिराख्नु भएको छ यो सबै बिहार मेलाको लागि। अब बसहरू चाहिँ नआइसक्यो भने ट्र्याक्टरमा बसेर यसरी चाहिँ गइरहेको छ। अहिले चेकिङ पऱ्यो भने यहाँहरूको अवस्था के हुन्छ यहाँलाई थाहा होला। यो ठाउँ चाहिँ ट्र्याक्टरबाट मान्छेहरू चाहिँ पिकअप गर्नु ड्रप गर्ने ठाउँ रहेछ। के हो मेलाको विषय सुना हामी त यहाँ मान्छेहरूको चाहिँ खुसी छ। लाग्यो फिर विशेष विशेषता पुरै गुए गु छ यहाँ पुरै। यो पुरै चौरभरि जति देखिन्छ सब गु हो। त्यो तलको चाहिँ ठ्याक्क रियार मेला लागेको ठाउँ। यहाँबाट धेरै जुम गर्ने भने फेरि ढुका डल्ला देखिन्छ नि, त्यही भएर जुम नगरौँ। यो चाहिँ मेला। हामी चाहिँ माथि डाँडा मन्दिरमा छौँ। यो चाहिँ मन्दिर माथि डाँडाको, त्यो तल चाहिँ रियार मेला लागेको ठाउँ। मन्दिर जति फोहोर भयो पनि त्यो जान लागेर क्या त्यहाँ बिहारको